कतिको सुत्थ्यौ कतिको सुत्छौ भनौँ न सुत्छौ कुरा गर्दा बच्चाको कुरा गरेर अहिलेको मिक्स गरेर भन्दा अब बच्चा बेला चाहिँ अब होइन सुत्दिनँ भन्दा भन्दा पनि मम्मी ड्याडीले जबरजस्ती सुत्न पठाइदिनुहुन्थ्यो अहिले चाहिँ सुत्छु मम्मी भन्दा पनि सुत्न पाउँदिनँ त्यही हो त्यस्तै हो ठुलो भएपछि सबैजनालाई त्यस्तै नै हो जस्तो लाग्छ बट मुभिङ अन अहिले फेरि हाम्रो भाइ बहिनीहरूले आर यु स्लिपिङ भन्ने गीत गाउँदै हुनुहुन्छ है त लेट्स गिभ देम अ राउन्ड अफ अप्लज संयुक्ता गीत एकदमै राम्रो एकदम एक्साइटेड छ के एकदम एनर्जी छ बच्चाहरूमा गीत गाउनलाई तिमी पनि एउटा गीत गाएर सुनाइदेऊ न त आकृति अहिले हामी हाम्रो भाइ बहिनीहरूकै गीत सुन्नुपर्छ तर अहिले हामी डान्सै हेरौँ न डान्स हेर्ने अब कुन डान्स हेर्ने त अब पपेट डान्सको पालो भयो जस्तो लागेको छ मलाई पपेट डान्स
पश्चिम कोही पूर्व घर एकदमै राष्ट्रियता झल्काउने गीत रहेको थियो र हाम्रो भाइ बहिनीहरूले निकै राम्रो एनर्जेटिक भएर डान्स गर्नुभएको थियो। कस्तो लाग्यो संयुक्ता? मलाई त एकदमै राम्रो लाग्यो, सबै राष्ट्रियता देखाएको थियो, सबै रमाइलो भयो। तिमी कतिको चकचक गर्थ्यौ बच्चा हुँदा? एकदमै चकचक गर्थेँ, तिमी गर्दैन थियौ? म पनि गर्थेँ चकचक, पढेको कुरा केही याद छैन, चकचक गरेको कुरा सबै याद छ। त्यस्तै नै हुन्छ। अनि चकचक गर्नु पनि पर्छ, बच्चा बेला चकचक गरे भनेर अहिले रिग्रेट त भएको छैन नि त। छैन, फेरि चकचक गऱ्यो भने घरमा पनि गाली खाने, स्कुलमा पनि गाली खाने। बच्चा बच्चीले चकचक नगरी कसले चकचक गर्ने त? त्यही हो, बच्चाहरूले चकचक नगरेर कसले गर्छ नि त? हामीले चकचक गऱ्यो भने गाली खाइहाल्छ फेरि अझै पनि। अनि भन्दाखेरि पनि बच्चाहरूले चकचक गर्छ भन्छ, अनि फेरि बच्चाहरूले चकचक गर्दा नि बच्चाहरूले गाली खान्छ। चकचक गर्ने उनीहरूको उमेरै हो, बच्चाहरूले चकचक गरेन भने कसले गर्छ त? अब हाम्रो भाइ बहिनीहरूले नि यस्तै गीत गाउन गइरहेका छन्। सो लेट्स गिभ देम अ राउन्ड अफ अप्लज।
कसले चकचक गर्छ त भनेको